गाइस आज चाहिँ स्मारकमा है स्मारकमा पछाडिको भ्यूज हेर्नु चाहिँ हाई हाई के छ खबर कता हो हामी अब घुम्दैछौँ ल गाइज यो के भन्छ यो घडियाल हेर्दाखेरि चाहिँ यो रबर जस्तै देखिन्छ है अनि यहाँ पोखरीमा हिँड्ने बाटो है गोही क्रोकोडाइल भनेर है क्रोकोडाइल घडियाल बाहिर पाख्नु निस्केर हजुर हजुर यो गिद्ध हो कि चिलो पहिला आजदेखि अब यो के भन्छ ल गिद्ध हो कि चिलो हामीले चाहिँ छुट्याउन सकेनौँ है यो चाहिँ लक्का परेवा है फ्यान्टाइल पिजन पाकिस्तान इन्डिया चाइना स्पेन है यो चाहिँ यस्तो खाले परेवा है यो चाहिँ स्पेसल गिद्ध है यो चाहिँ होचिल है यो चाहिँ स्मारक भ्यूज है यहाँनिर गेट छ यता छ आज जमघट छ है ल गाई यो चाहिँ हेटौँडाको शहीद स्मारक है यसको भ्यू चाहिँ यस्तो छ है ल छ भनेदेखि वरपरको भ्युजहरू हेर्नु चाहिँ झरना पनि रहेको छ रमणीय ठाउँ छ यहाँ ल नेपालको गौरव हेटौँडाको पहिचान आज हामी चाहिँ शहीद स्मारक है लड्ला पछाडि चाहिँ अलिक विचार गर्नु होला क्यामेराम्यान ए ल यस्तो कला प्रदर्शनी छ है यहाँ ल यस्तो कला प्रदर्शनी छ
ल मान्नै पर्छ है त्यो बनाउनेलाई पनि मान्नै पर्ने हुन्छ है ल मान्नै पर्ने हुन्छ टक्क लाएर रबर जस्तो छ है मैले सुत्दाखेरि त रबर जस्तो लागेको थियो त नि नाकमा हाल त त्यसको सिँगान आएन ल झोलुङ्गे पुल कृपया पुल हल्लाउन मनाइ छ पढ्न आउँछ नि तिमीलाई सानो जेएनजी खत्तम छ सानो जेएनजी बाबु Yes. One of this bubble tea, one of this lassi, matka lassi. This one also matka lassi. दामी टेनिसबाट है जम्पिङ खेल्दैछ ल कति मिनट खेल्न सक्दो रहेछ हेर्नु खेल्छ अझै खेल्छ दुईजना हो दुईजना मजा आउँछ क्या ल ल खेल्दैछ भने हामी यहाँलाई चाहिँ मनोरञ्जन लिँदैछौँ है छोराहरू खेलेको त भनेपछि यता मिकी माउस छ यता कार छ यता चाहिँ यो रोटेटिङ छ है ल यहाँ छोरो चाहिँ यता मस्ती गर्दैछ है ल त्यो चाहिँ तलको दृश्य है यो ट्याक्क यो तलको खेल्दैछ है खेल्दैछ अझै 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 खोइ उब्रेको खोइ 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 माथि माथि हाई 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 यात्रा शहीद स्मारक है शहीद स्मारक ल
आइपुग्दै गरेको अवस्था है। ल यता चाहिँ छोरो जम्पिङ गर्दैछ भनेदेखि यता चलिरहेको अवस्था छ। भयो ल यो चाहिँ स्मारकको सबभन्दा माथिल्लो भाग टपमा भन्नुपर्छ। यसलाई चाहिँ के भन्छ नाम चाहिँ थाहा भएन। यस्तो अब खोइ रकेट जस्तो चाहिँ चित्र छ। यहाँ चाहिँ हामी थकाइ मार्दै बस्दैछौँ है यहाँनिर टक्क लाएर। के गरौँ अब। ल यो चाहिँ यो स्मारकको सबैभन्दा माथिल्लो ठाउँ है। यहाँ चाहिँ नेपालको नक्सा छ भनेदेखि यस्तो ठिक्क हो गेटसम्मको वृत्तचित्र पनि देख्न सकिन्छ है। यता रमाइलो भइरहेछ पिकनिकहरू। आज सोनाम लोसारको दिन पारेर आएको रहेछन् है। ल यति नै हो। ल यहाँ चाहिँ टिकटक बनाउनेको पनि भिड पनि राम्रै छ। ल आज चाहिँ ल स्मारक आइपुगेको है। यहाँ चाहिँ यो भ्यू देखाउँदै गइरहेको छु है। ल भ्यू चाहिँ यस्तो छ। यस्तो छ भनेदेखि यहाँ ठडैसम्म देख्न सकिन्छ। त्यतापट्टि नजाऊ न। चल मम्मी